साथीहरु नमस्ते न्यू डे न्यू भिडियोमा हजुरहरुलाई फेरि पनि स्वागत छ। अनि मेरो चाहिँ धेरै दिनपछि भिडियो आउँदैछ साथीहरु। अनि म चाहिँ अहिले छु हेर्नुहुन्छ तपाईले उता चाहिँ जंगल छ, यो जंगलको बीचमा छु। अनि मैले चाहिँ जंगल पार गरेर यता आइसके। अनि त्यसपछि अब यता जाँदा फेरि चाहिँ घरै घर छ। अनि म चाहिँ कहाँ छु भन्ने चाहिँ मलाई चिनेको जतिले चाहिँ गेस गरिसक्नु भएको छ यो ठाउँ कहाँ हो के हो भनेर। अनि मैले यो ठाउँबाट भिडियो मैले किन बनाएँ भनेर चाहिँ तपाईले लास्टसम्म हेरेपछि थाहा पाउनुहुनेछ साथीहरु हैन। अनि त्यसपछि अहिले चाहिँ म छु जंगलमा। अनि म चाहिँ कहाँ जान लागेको अनि किन जान लागेको भन्ने चाहिँ तपाईले फुल भिडियो हेर्नुभयो भने थाहा भइहाल्छ। अनि थम्बनेल हेर्नुभयो भने पनि थाहा भइहाल्छ साथीहरु। अनि म चाहिँ अब मेरो साधन लिएर आएको छु हैन, त्यो साधन चाहिँ मेरो हो। अनि त्यो साधन चाहिँ मेरो साइकल हो। साथीहरु आजको मौसम यति राम्रो छ नि साथीहरु हैन, हेर्नु न माथि आकाशमा बादल पुरा एकदम कस्तो राम्रो भएर बसेछ के बादल हैन। अनि कति मजाले बादल पनि सुस्त सुस्त हिँडेछ। अनि त्यसपछि हेर्नु न यो पुरै हरियाली। हिजो अस्ति चाहिँ एकदम पानी परेको थियो। अनि आज चाहिँ यस्तो राम्रो मौसम छ साथीहरु। अनि हावा पनि सरसर हावा लाग्छ। अनि त्यही हो साथीहरु, कति राम्रो मौसम छ देख्न सक्नुहुन्छ साथीहरु। यो चाहिँ के को रुख अरे ओए मैया तेजुको भना यो चाहिँ तेजुको रुख हो। कसैलाई चाहिएछ भने खबर गर्नु होला। अहिले त पाके छैन, पाक्छ क्या खै कुन्नी। यस्तो राम्रो फलेछ के। ए धन्नै मैले खसेन साथीहरु, यस्तो राम्रो फलेछ हेर्नु। अनि यस्तो सिरसिर हावा पनि लाग्छ यतातिर। मैले देखाइदिन्छु हैन कस्तो राम्रो छ गाउँ। यो गाउँलाई चाहिँ चङ्गाट भन्छन् साथीहरु। यो चाहिँ यो घरको मालिकिनी, मालिक नै हैन कान्छी छोरी। अनि यो चाहिँ यो घरको को तिमी? नाति जेठो नाति। अनि म चाहिँ अहिले मामा घरमा छु। अनि यहाँ छिन् मेरो बहिनी, जेठो मामाको छोरी पानीको बोतल लिएर हिँडिछिन्। अनि हामी चाहिँ कहाँ जान लाग्छौँ त्यो चाहिँ तपाईँलाई अझै थाहा नहोला, मैले भनेपछि वाला थाहा हुन्छ होला हैन। त्यो त अवश्य त्यही नै हो। अनि हामी चाहिँ जाँदैछौँ जङ्गलमा। अनि यो रह्यो हाम्रो सामान। अनि त्यसपछि यो सामानमा के छ म तपाईँलाई पछि देखाउने छु। अनि हामी चाहिँ अहिले नेउरो टिप्नको लागि जङ्गल जाने प्लान भयो हाम्रो। नेउरो खान एकदम मन लाग्छ नि। त्यही हो यहाँ यो के अरे के भन्छ अरे पुलको डिलबाट हिँड्दैछु। तिमी यता हो नालीको डिलबाट हेर्नु नाली निर्मली हेलो। अनि यता छिन् ए मलाई त बहुत डर लाग्छ साथी, म यस्तो हिँडिरहेको छु नाली घाँदैन। अनि पानी छ कि यहाँ, पानी एकदम पऱ्यो नि त हिजो अस्ति। अनि त्यसपछि यहाँ हेर्नु यहाँ कस्तो राम्रो खोला छ है, खोला। अनि यता पनि खोला छ। अनि यस्तो राम्रो जङ्गल। ओइ निरु के छ? पिङ खेल्न मन लाग्छ यता हेर न। ए मरे लडे मलाई कुसुम खान मन लाग्छ तर पाइँदैन अहिले। कहाँ पाइन्छ कुसुम है? कुसुम है यहाँ कुसुम छ है, यो ठुलो रुख। तर फलेछ कि नै त्यो थाहा भएन हामीलाई। होइन बाँदरले भएको छ। बाँदरहरू पनि बहुत आउँछन् कि त्यो जङ्गलमा त बाँदर आउने नै भए। उटपेटेङ कुरा गर्न पनि भएन। सबै हामीले सामान लिएर आएको नि होइन। यो चाहिँ हाम्रो चटपटे खाने सामान हो साथीहरू। मैले भनेको थिइनँ बल्ल भने नि यो खोल्छ होइन। यस्तो राम्रो पानी बगिछ कल पानी बगिरहेछ। यो पानी चाहिँ कता जान्छ मलाई थाहा छैन। अनि यो हामी चाहिँ जङ्गलमा अब यो तार नागेर हामी पारी जान्छौँ। ल पारी गर। अब म यसरी यहाँबाट नागेर पार गरेर जान्छु। यति राम्रो कपडा लगाएर जङ्गल को आउँछ, म आउँछु। हेर यिनीहरू कसरी नाच्दै हिँडेछन्। ओ नाच त किचाउँछ नि यिनीहरू। मेरो चप्पलमा हेर्नु के अड्क्यो ए होइन। ल गाना गाऊ न एउटा गाना गाऊ न। छोड त बिपिन गाना गाऊ। यता फर्केर
अरू मैले चाहिँ बल्ल यति न्युरो टिपेँ यहाँ टिप्दैछु अझै पनि यहाँ देख्न सक्नुहुन्छ यहाँ हेर्नु यहाँ मलाई न्युरो टिप्न आउँदैन मैले फर्स्ट टाइम ट्राई गर्दैछु न्युरो टिप्नलाई है साथीहरू अरू एकचोटि चाहिँ मैले अरूले टिपेर दिएको न्युरो खाएको अन्त कहाँ छ यिनी साथीहरूले हेर्न कति धेरै टिपेछन् नानी यता हेर कति टिप्यौ तिम्रो देखाउ न देखा ल देखाउ कति टिप्यो देखाउ 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 यहाँ हातमा देखाउ न यिनले टिपेको न्युरो मस्त हावा लाग्यो बल्ल सुरु यहाँ हेर्नु कति राम्रो राम्रो पाएको तर मैले नचिनेर कि चाहिँ देख्न चाहिँ देखिछु टिप्ने चाहिँ ढङ्ग छैन त्यही हो मोबाइलतिर ध्यान छ ब्लग त बनाउनै पर्दैन र साथीहरू न्युरो खाना आएपछि साथीहरू यहाँ पनि रहेछ मैले यसरी टिपेछु मैले चाहिँ यहाँ न्युरो टिप्दैछु साथीहरू हेर्नु यति टिपेँ यहाँ छ यहाँ पनि रहेछ कि साथीहरू अन्त कहाँ छ यो मन्टो पनि हुन्छ यो पनि हुन्छ होला हुन्छ यता पनि कति राम्रो हेर्नु न हामी यहाँ जङ्गलमा न्युरो टिप्न आएछौँ त्यही हो साथीहरू यति वर्ष मेरो भयो हामी चाहिँ न्युरो टिप्दैछौँ साथीहरू हेर्नु साथीहरू यति धेरै मैले पनि टिपेको गाइज देख्नु है यति धेरै न्युरो टिप्यौँ अहिले तपाईँलाई खोलेर पनि मैले हातमा मुठी पारेर फोटो खिचेर हेर्नुहोस् त गाइज गफ फेरि आफूले टिपे चाहिँ टिप्न अलिअलि मैले पनि टिपेँ उसले पनि टिपिन् मलाई बिर्सेको टिपेको मलाई बिर्सेको जो क्यामेराम्यान हुनुहुन्छ उहाँले पनि टिप्नु भएको होइन टिप्नु भएको यस्तो मजाको हावा लाग्छ तर अहिले आफूले अन्त धेरै टिप्यो चर्ती गला देखाइरहनु गाइज ए रहेछ रहेछ लगा ला 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 भयो हामी चाहिँ अब थोरै ब्रेक लिन्छौँ नास्ता खाने टाइम हाम्रो यहाँ ठाउँ नास्ता खाने टाइम यहाँ राम्रो छ होइन राम्रो छ यहाँ राम्रो छ अनि हामीले चाहिँ देखाउ त न्युरो देखाउ यति न्युरो टिप्यौँ अब हामी ब्रेक लिन्छौँ थोरै हुन्छ बस बस ल ल अब हामीले चाहिँ नास्ताको लागि रेडी गर्छौँ निरुले चाहिँ यहाँ प्याज काट्दैछिन् म प्याज वाली भन न अनि यता चाहिँ हाम्रो म चाहिँ स्ट्यान्डवाला यता हेर म चाहिँ दाउरोवाला अनि यिनले के गर्दैछ नि हेर्नु है गाइज साथीहरू यिनको टेक्निक हेरौँ के गर्न लागेको भाइ कहाँ त्यसरी राख्ने र उसमा राखे पनि हुन्छ कि चप्पलमा राखे पनि हुन्छ यिनको टेक्निक हेर्नु है साथीहरू दाउरो भएको हुन्छ अनि मोबाइल अड्डिन परेन तिम्रो टेक्निकले काम गर्दैन भाइ तिमी फेरि मेरो टेक्निक काम लाग्दैन के फेरि जुगाड के दाउरो अरे चोके दाउरो भन्छन् के यहाँ चाहिँ मेरो भाइले एउटा मोबाइल राख्नलाई स्ट्यान्ड बनाएको छ हेर्नु स्ट्यान्ड अब यसमा चाहिँ मैले मोबाइल अड्डाउने हो बनाउने मालिक चाहिँ यहाँ यो हात फेरि नाच 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 फेरि अनि यहाँ चाहिँ राखेर त्यो स्ट्यान्डमा राखेर मैले चाहिँ यसरी अगाडिको भिडियो सुटिङ गर्छु सुट गर्छु राम्रो हेर यो स्ट्यान्ड है त अब हेरमै कस्तो हुन्छ यसमा भिडियो बनाउँछ नि साथीहरु यहाँ हेर्नु यो चक्कु काट्दै नकाटेर हेर म काट्छु मरे काट्दैन नकाट्ने चक्कु फेरि भिडियो बनाउँदाखेरि काट्टिने अरे के
काट्यो 10 दिन लाग्छ हामीलाई काट्न हात काट्दिन्छ हेर्नु त साथीहरू खै काटो 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 ए काट्यो कहाँ काट्दिनु हातले खोला के अब काटिन्छ चक्कु काट्न ए चक्कु काट्न अरे हेरि नुन काट्न नि सक्दैन यता हेरि यता हा हो कपाल राख्नु आयो मार हातमा खुनै लाग्दैन चक्कुले नकाटेर हेर्नु त यहाँ चटपटी खानु लाग्यो तुम त्यस्तै राख्नु ए नुन मेरो साथी काट्यो त यहाँ अब हेर यिनीहरूको दाइलाई ओए ओए हात काट्दिन्छ अहिले हात ओए कहाँमा ल्याइदिन्छ यार चक्कुला अब काट्ला कि हात चिप्ल्यो 10 मिनट भइसक्यो यसलाई काट्न लाग्यो काट्दै काट्दैन साथीहरू मेरो 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 ओरिजिनल ट्रिक लगाउँछु मैले यहाँ हेर्नु यसको ओरिजिनल ट्रिक रे चक्कु काट्ने स्टाइल चक्कु काट्ने ए नुन काट्ने नुन खोल्ने स्टाइल चक्कु काट्ने स्टाइल यत्न निर ए काट्यो ओ फाइनल्ली खोल्यो 10 मिनट पछि अब राख्नु हेर्नु त्यतिकै ल खा राख धेरै नै उगरिस के बल्ल बल्ल होइन निरु या राख्देऊ चिचिचिचिचिचिचि बल्ल बल्ल खोल्यो साथीहरू जानी जा पिरमा ओए यहाँ के गर्नु सिधा यहाँ के गर्नु पिरमा हैन नि त मजै आउन के मिठो साह्रै मिठो अचम्मै हामीले चटपटी खाँदैछौँ सब पुर्छन् राख्नु कि न एउटा खा फेरि राख्नु कुन राखम कति ल्याउनु त चारटा दुईटा राख्नु सिधा बस तिनटा राख्नु अब सिधा कसरी बस्नु त यहाँ पानी हो अलि यता यहाँ के यता पनि खायो भ्यायौँ चटपटी अनि यता चाहिँ मुख सोच्दाउँदै आइकिन अनि त्यसपछि चाहिँ अब हामीले चाहिँ अलिकति न्युरो टिपेर अनि घरतिर जान्छौँ अब अलिकति न्युरो टिप्छौँ भर्खर चटपटे खाएर आयौँ नास्ता त्यो घना जङ्गलमा छौँ हामी घना जङ्गल घना डिप्रेसनमा छैन तिमीहरू हो तिमीहरू डिप्रेसनमा हो होइन किन हो त डिप्रेसनमा हुनुहुन्छ क्या सिधा जिते म डिप्रेसनमा छु अरे हेर्नु त साथीहरू म छु त यस्तो लाग्छ हजुरहरूलाई गाइस हामी चाहिँ न्युरो टिपेर पनि घर आइसक्यौँ अनि त्यही हो अलिकति टिप्यौँ थोरै थोरै तर एकदमै न गालाउदी यस्तो भयो टिपेर अनि त्यसपछि मच्छरले टोकेर यस्तो भएको छ है अनि निरो के भयो हालत मेरो केही हालत भएन मैले गाला पिटेँ आजले गालामा एक छापट पिटिन्छ मैले भिडियो बनाउन पाइनँ यसको बदला चाहिँ मैले कुनै दिन लिन्छु र कहिले लिन्छु भन्ने थाहा छैन अहिले चाहिँ मैले लिन्न बिना कारण त्यसले एक छापटमा त यस्तो रन खनिने भएर फनान्न भएको थियो कि अनि त्यसपछि आजको भ्लग यति नै भिडियो अनि अरू भिडियो हेर्नको लागि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अब चाहिँ म चिया पिन्छु अनि चिया पिएर भिडियो एडिट गर्छु थ्याङ्क यू फर वाचिङ बाई